भगवती सती भगवान श्री रामलाई परीक्षा लिन भनेर जब जानुभयो, सीताको रूप धारण नगर्नु पर्थ्यो। भगवती सतीले यिनीहरु अलिकति गल्ती गर्नुभयो। हे राम, म पनि त तपाईलाई नै खोज्दै यता घुमिराखेकी छु भनेर जस्तो भगवती सती देवी अगाडि सर्नुभयो, त्यतिखेर भगवान श्री राम छक्क पर्नुभयो। हे भगवान, मेरी सीता त रावणका अशोक वाटिकामा हुनुपर्ने यो जंगलका बीचमा कहाँबाट सीता कसले ल्याएर छोड्दियो अहिले? सबै लीला त लीलाधारीलाई मात्रै थाहा छ। भगवानले त केवल विलाप गरे जस्तो मात्रै गर्नुभएको उहाँलाई थाहा छ। रावण मार्नका लागि गरिएको सबै यो तरकीब थियो। को चाहिँ हो त यो सीताको वेश धारण गरेर मेरा अगाडि आउने? रावणकै कुनै माया त होइन भन्ने सोचेर भगवान श्री रामले ध्यान दृष्टि लगाएर हेर्दा त साक्षात भुवन पालिनी, 3 लोक 14 भुवन की स्वामिनी सती देवीले पो सुन्दर सीताको रूप धारण गरेर आफूलाई छक्याउनका लागि प्रयत्न गरेको चाल पाउनुभयो। चाल पाउने बित्तिकै भगवान श्री रामले लौरो लरे जस्तो गरेर लम्पसार परेर भगवती सतीलाई साष्टाङ्ग दण्डवत प्रणतिपात गर्नुभयो। हत्तपत्त उठेर भन्नुभयो, माता हजुर मात्रै आउनुभयो, जगत पिता आउनु भएन? के छ कैलाशको खबर भन्नुहोस् न, सञ्च सुविस्तै हुनुहुन्छ पो भन्नु। सती देवी अतालिनु बोल्ला, चाल त पायो त यसले, मैले वेश धारण गर्दाखेरि पनि चाल पायो त, साक्षात ब्रह्म त रहेछ त। अनि ठिकै छ सबै त राम्रै छ भनिराखेर त्यहाँबाट फुत्तै निक्लिनु भयो र भगवान श्री शिव भाटोमा आउनुभयो। सती देवी शिवका नजिकै आउँदाखेरि अघि मैले सीताको रूप धारण गरेर रामलाई छक्याउनका लागि रूप बदलेको छु भन्ने कुरो बिर्सनु भएछ। भगवती सती त सीताको रूपमा पो आउनुभयो। स्वामीजीका छेउमा भगवान शिवका नजिकै आफ्नी स्वामिनी भगवान श्री शिवले परमात्मा श्री रामलाई स्वामी मान्नु हुँदो रहेछ। स्वामी की श्रीमती स्वामिनी सम्झेर भगवती सीतालाई सम्झेर थपक्कै गोडामा ढोगिदिनु भयो। मैले मन दुखाएको देखेर पापिष्ट रावणले हरण गरेर लगेकी सीता ल्याएर यहाँ पो छोड्दिएछ क्या? हाम्री सती त परीक्षा लिन गएकी छन्, यहाँ पो ल्याएर सीतालाई छोडिदिराखेर हिँडेछ है यो दुष्टले भनेर गएर हत्तपत्त सती देवीका चरणमा भगवान श्री शिवले ढोग्नुभयो। सती देवी 3 कदम पछाडि सर, प्रभु के गर्नुभएको, मलाई हजुरले गोडामा ढोग्ने हो र? अनि होइन तिमी अनि सीता होइनौ भन्दा कहाँ सीता, म हजुरकी अर्धाङ्गिनी सती होइन भन्दा स्वरूप त अनि सीताको बनायो। मैले उनको परीक्षा लिनका लागि बनाएको थियो, बिर्सेछु फेरि आफ्नो सती रूपमा आउन भनिन्। सतीको रूपमा त्यतिखेर आउन त आइन्, तर भगवान शिवले स्वामिनी भनेर एकपल्ट ढोगिसकेपछि अब तिमी मेरी पत्नी हुनै सक्दिनौ, अब मेरी सधैँका लागि तिमी स्वामिनी नै रहनेछौ देवी। हेर्नुस्, गृहस्थमा जब श्रीमानले पत्नीलाई स्वामिनी भयो, आजदेखि तिमी मेरी आमा भयो भन्ने सोच्न थाल्यो भने के त्यो गृहस्थ अगाडि बढ्न सक्छ र? गृहस्थ अगाडि बढ्न नसक्नुको कारण भगवान ब्रह्मदेवले भन्नुभयो, सीता रूपाम सतीं दृष्ट्वा जपन्नाम शिवेति च विहस्य तत्प्रद्विज्ञायः कन्नाथो चन्द्रचूडकः। परब्रह्म शिवले भगवती सतीलाई लिएर कैलाशमा त जानुभयो, तर आफ्नो बस्ने आसन भन्दा 1-2 स्टेप अग्लो आसन बनाएर भगवती सतीलाई राख्नुभयो। आजदेखि तिमी यो आसनमा बस्ने, म यो आसनमा। अबदेखि म कहिले पनि तिमीलाई पत्नी भनेर सम्बोधन गर्दिन, मलाई पति नभन्नु। गृहस्थ समाप्ति भयो। यो कुरो दक्ष प्रजापतिले चाल पाए केही दिनपछि। जब विवाह गरेर छल कपट गरेरै भए पनि शिवले मेरी पुत्रीलाई सतीलाई लग्यो, ठिकै छ, तर लगेर उसलाई त उच्च आसन बनाएर राखेको छ अरे। तँलाई म पत्नी मान्दिन, तँ मेरी आमा तुल्य भइस भन्दैछ अरे।
अब मेरी छोरीको जिन्दगी त बर्बाद भइगयो नि, यस्तो अवस्था गर्थ्यो भनेर जानेको भए म दिने नै थिइनँ, हुन त मलाई शिवलाई दिन मनै थिएन। अब के गरौँ भन्ने खालको भावना दक्षको मनमा परिराखेको थियो। त्यही बीचमा दक्ष प्रजापतिले धरतीको कार्यभार राम्ररी सम्हालेको देखेर सबै धरतीका नरनारीहरूले, साधु सन्त महन्त विद्वान धर्मात्मा प्राज्ञ जनहरूले दक्ष प्रजापतिलाई अभिनन्दन गर्ने निर्णय गरेका रहेछन्। दक्ष प्रजापतिलाई ठूलो अभिनन्दन सभा गरेर दक्षलाई अभिनन्दन गर्ने कुरो हुँदैछ भन्ने सुनेपछि भगवान शिवलाई पनि त्यस अभिनन्दन सभामा जान मन लाग्यो। भगवान शिव जानुभयो। ब्रह्माजी अघि नै आएर सभामा बसिसक्नु भएको रहेछ। शिवलाई आउँदै गरेको देख्दा ब्रह्माजी हत्तपत्त उठेर परैबाट अगुवानी गर्दै भगवान शिवलाई पनि ल्याएर आफ्नै छेउको आसनमा राख्नुभयो। अरू आएका देवी देवताहरू, ठुला ठुला सन्त महन्त जसरी विद्वान जति थिए त्यो बेला धरतीका सबै आएर जस्तो प्रकारले तपाईहरू त्यहाँ बस्नु भएको छ नि जमिनमा, त्यस्तै गरी बसेका थिए। दक्षलाई आउने बित्तिकै अभिनन्दन गर्नका लागि दक्ष भने आइपुगेका थिएनन्। केही ढिलो ढिलो गरेर दक्ष प्रजापति आए। अलिक घमण्डी थिए है दक्ष प्रजापति। आउँदाखेरि सभामा बसेका सबै सभासदहरूले उठेर दक्ष प्रजापतिको जय जयकार गर्दै स्वागत सत्कार गर्न थाले। भगवान शिव पनि उठ्न खोज्दै हुनुहुन्थ्यो ससुरा बालाई स्वागत गर्न। ब्रह्माजीले भन्नुभयो, पर्दैन हौ प्रभु, हजुरले पनि उठेर स्वागत गर्नु। कुन त्यत्रो ठुलो चाहिँ हो यो, मेरो छोरो त हो, मैले पनि मान्नु पर्ने, हजुरले चाहिँ उठेर स्वागत गर्नुपर्छ। म उठ्दिन, हजुर पनि नउठ्नु। एउटा कुरा भनौँ, छोरो चाहे जतिसुकै ठुलो मान्छे किन नहोस्, बाबुले उसलाई स्वागत गर्नु पर्दैन, बाबुले उसलाई गोडामा ढोग्नु पर्दैन। बाबुको स्थान बाबुकै। छोरो जति नै ठुलो महत्वपूर्ण भए तापनि छोराको कर्तव्य हो बाबु प्रति झुक्नु पर्ने। त्यो हुनाले ब्रह्माजी महाराज त आफ्नो छोरो सम्झेर उठ्नु भएन, शिवजीलाई पनि उठ्न दिनु भएन। दक्ष प्रजापति घमण्डी थिए, अहंकारी थिए। प्रवेश त गरे उनी सभामा, सबै सभासदले उठेर स्वागत जनाको, तर आफ्ना ज्वाइँले चाहिँ आफूलाई वास्तै नगरेको जस्तो माने। यत्रो सभामा बसेका ठुला ठुला व्यक्तिहरूले उठेर मलाई स्वागत गर्दा यसले चाहिँ उठेर मलाई स्वागत किन गरेन? मेरी छोरीको पानी ग्रहण गरेको छ यसले लुकेर, अर्कालाई दिन आँटेकी छोरी कताबाट हात घुसारेर पानी ग्रहण कन्यादानको संकल्प हात पारेर मेरी नागबेली जस्ती छोरी चाहिँ यो रुखका ठुटा जस्ताले पत्नी बनाएर लगिरहेछ। यसले त मलाई पनि पो गन्ती गर्दो रहेनछ है। यो त बडा घमण्डी पो रहेछ। यसलाई त मैले छोरी दिन पनि चाहेको थिइन, बिना बित्थामा दिएछु भनेर नाना थरीका कुराहरू गर्न लाग्यो। ततस्तुष्ट्वा च शम्भुस्तत् तद्वक्त्रो भक्तवत्सल ब्रह्मणं लोककर्ताररववोचद् वचनं त्विदम्। बोल्नै नहुने वचनहरू बोल्यो। दक्षले भन्नु नभन्नु भन्यो। खरानी धसेर हिँड्छ, हड्डीका माला लगाएर कुद्छ, बहुलाको हो कि सत्य हो कसैले भन्न सकिँदैन। मसान घाटमा गएर बास बस्छ, हेर्दा पनि रूप पनि छैन, रङ्ग पनि छैन, नाम चाहिँ शिव राखिरहेछ, तर यो भन्दा अशिव कोही पनि भेष सधैँ छैन। ए सभासदहरू सबैलाई म भन्छु, आजदेखि उपरान्त यसलाई पूजा गर्ने काम छैन। घरमा पूजा लाउँदा पनि यसलाई नबोलाउनु, यज्ञ अनुष्ठान गर्दा यसलाई नपुज्नु, देवताको लाइनमा राखेर भोग लगाइने योग्य व्यक्ति होइन यो भनेर तथा नाम गर्यो दक्ष प्रजापतिले। पूज्यस्तव सदा सोपी ब्रह्मादीनापि सुब्रत यो ध्रुवम् अत्र स्थित्वा जगत सर्वं पालनत्वं विशेषतः। यसलाई पूजा नगर्दा तिमीले दुःख पाउने छैनौ। यो आजदेखि वर्जित गरिदिन्छु, यसको पूजा बन्द। भगवान शिव चुपै लागिरहनु भयो।
बोल्नु भएन। हो पनि ससुराबासँग मुखमुखै लाग्नु पनि हुँदैन। कुशल बुद्धि भएका व्यक्तिले ससुरासँग बाँच्नु हुँदैन। अर्को कुरो भगवान शिवले त के सोच्नु भयो अरे त्यो बेला भने यति मात्रै गाली होइन, डोकामा अटाउने नअटाउने गाली गरे। मेरा ससुराले भने पनि म बोल्दिन, किनभने आफ्ना घरमा जन्माएकी पढाएकी बढाएकी हीरा जस्ती आफ्नी पुत्री मलाई दिएर मेरो कैलाश नै झलमल बनाइदिएका छन् यी बाबैले। आज यत्रो ठुलो गुण यिनले लगाएका छन् भने दुई चारवटा गाली गरेर के नि भइजान्छ र? गरौँ, यिनले मलाई ऋण लगाएका छन् छोरी दिएर, गालीले गर्दा अलिकति भए पनि ऋण घट्यो, के भएको छ र? ठिकै छ भन्नुभयो। शिव त स्वतस्फूर्त रूपले शान्त स्वरूप परब्रह्म केही पनि नभनी बस्नुभयो। अर्को कुरा के भनेको छ हाम्रो शास्त्रले भने जोसँग जे छ त्यही बाँड्छ। दक्षसँग गाली मात्रै थियो, त्यही गाली बाँड्यो। भगवान शिवसँग गाली गलोज थिएन, त्यो उनीहरूले चुप लागेर बस्नुभयो। र अहिलेसम्म पनि यो परम्परा मानेका छौँ तपाईँ। ससुराले जाँदाखेरि अरू बेला पतर 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 बोलिरहने पनि ससुराले गएको बेलामा गम्भीर भएर बसेको हुन्छ। ज्वाइँ हेर्नु त्यो पनि बोल्छ भने जस्तो। ससुराले जाँदाखेरि बोल्न दिँदैनन् पनि। पहिले त सम्झाएर पठाउ। आमाले भोलि ससुराले जाँदैछ छोरो भने अघिल्लै दिनदेखि भन्छ अलिकति गम्भीरै हुनु नि, अलिकति चुप लाग्नु नि, पत्र पत्र गर्ला, इज्जत जाला भने। हेरो यहाँनिर यो खान्छु त्यो खान्न यस्तो उस्तो भन्ने होइन, जे आउँछ कपला गुल्लो खाने, चुप लागेर बस्ने, छोरेको कुरो बोल्ने, इज्जत चाहिँ जोगाउनु है नानी भनेर। नभन्दै बिचरा एउटा छोरो बुहारी लिनका लागि ससुरालाई जाने भएछ। आमाले अघिल्लो दिनदेखि नै सम्झाइछन्। गयो। अब ससुरालयमा ज्वाइँ आइपुगे, कम्ती खुसी भएन सबैजना। बनाएर तुल्याएर सबै कुरो राखिदिए। अब त्यो करेलो चाहिँ यो घरमा करेलो पाकेको दिन गाउँमा गएर खाना खान्थ्यो। यो करेलो भनेपछि पिटिक्कै खाँदैन थियो यो मान्छे। अब सासु आमैले भोजन बनाउँदाखेरि ज्वाइँलाई अब 3-4वटा त सब्जी बनाउनै पर्यो ज्वाइँ आएका दिन भनेर अलिकति करेलो पनि भुटेर भाग लगाइदिनु भएको। भोजन गर्न बस्यो, यसो हेऱ्यो बटुकामा करेलो। घरमा त खान्न थिएँ, आज चाहिँ अब ससुरालाई आएको छु, यो खान्न र त्यो खान्न नभन्नु भनेकी छन् आमाले। यो तितो चाहिँ के गर्नु? अब बरु आइता हाल्यो, अरूतिर उ गर्नु भन्दा बरु पहिले यही चाहिँ खानु पर्यो र अनि अर्थकसँग खाएर मुखको तितो मेटाउनु पर्यो भन्ने सोचेर बाटो त बाटै रहेछ। करेलो गब्लाक्क पहिले नि भागमा हाल्यो, भागमा यसो लटर पटर पारेर डल्लो पारेर पिण्ड जस्तो बनाएर मुखमा हालेर पानीले घटक्कै निलो। यो चाहिँ जिन्दगीमा खानु नपरोस् भनेको आजै चाहिँ पर्यो भनेर दालसँग मुसेर खाँदै थियो। सासूले यसो हेरिन, हेर्दाखेरि अरू थोक त ठिकै छ, करेलाको बटुको त रित्तै छ। ला मैले बटुको मात्रै राखिदिएछु कि क्या हो ज्वाइँलाई भनेर एक डाडु करेलो थपिदिइहाल्नु भएछ। दालसँग 2 गाँस जति खाइदा त फेरि हेर्दा त बटुकामा त भरिन्छ करेलो। ला फेरि आएछ पारा त उयो अघिकै पारा गर्छु यसलाई भन्यो। बाठो त्यो केटो करेलो गब्ल्याक्कै भागमा हाल्यो, भातसँग लटर पटर पार्यो, डल्लो बनायो, पप्पै खायो। अलिकति दालले निल्यो, निल्यो। अब सब्जीसँग मुछेर खाँदै थियो, फेरि सासु आमाको नजर त करेलाकै बटुकामा परेछ। ए बाबा रे, हाम्रा ज्वाइँ कति साह्रो चाहिँ मन पराउँदो रहेछन् हौ करेलो। हाम्री आमा यस्तै थिइन् पहिले। करेलो पकाएको छ भने अर्को नदेऊ है केटाकेटी, मलाई करेलासँग मात्रै खान्छु भन्थिन्। ट्याक्कै मेरै आमाको आनी बानी भएका ज्वाइँ परेछन्। बरु हामीहरू त छँदैछ बारीमा, भरे खाउँला भोलि खाउँला भनेर कराईको पुछपाछ पारेर फेरि हालिदिन्छन्। करेलो चाहिँ खाँदैन त्यो ज्वाइँले, करेलैले मात्रै पेट भरेर उठिरहेको थियो। हेर्नुहोस् कहिले काहीँ ठुलो हुने हुँदा पनि त्यस्तो पो हुन्छ है।
नभन्दै त्यो चाहिँ के हो त भने हाम्रो घरको अस्मिता, हाम्रो घरको इज्जत, हाम्रो घरको वास्तविकता जहाँनिर लगेर देखाउनु हुँदैन, हाम्रो वास्तविकता त्यहाँनिर देखाउनु हुँदैन। भगवान शिवले पनि चाहेको भए धेरै कुरा बोल्नुहुन्थ्यो, त्यहाँ धेरै कुरा बोल्छ सायद दक्ष प्रजापति, कस्तो भन्न सक्ने क्षमता थियो ब्रह्मसँग, तर भगवान शिव बोल्नु भएन। किनकि ससुराबाले दुई चारवटा गाली गरे त के गरे, भैगोनी भविष्यति ते हरे त्वम एव तारा हुरी रक्षक मद्भक्ता स्थान ध्रुमम रक्षे प्रेता नाथा विजात वजः। भगवान शिव त्यहाँबाट उठ्न मन गर्नुभयो। नन्दीश्वरले एक दुईवटा गाली गलौजहरू गरे, के ब्राह्मण हो तिमीहरू नबुझिकन जेसुकै बोल्छौ, परब्रह्म शिवलाई चिनेका छौ तिमीहरूले? ए गाली पनि एउटा चाहिँदो गर न हौ, जे पायो त्यही भन्दाखेरि शिव बोल्नु भएन भन्दैमा तिमीहरूले जथाभावी बोल्न हो र? सर्वभक्षा द्विजावृत्तः, तिमीहरू ब्राह्मण पनि कुनै गतिला होइनौ। भोलि गएर तिमीहरूका सन्तान जे पाए त्यही खाने हुन् संसारमा भनेर गाली गर्नु भन्नु चाहिँ उसो होइन। अहिले लागेको बेला छ, जसले खानाका लागि बनाउँथ्यो तिनीहरूले त खाना छोड्दै गए, जसले खाएको मान्छेसँग दोहोरो बोल्नु पनि हुँदैन भन्ने तिनीहरू चाहिँ लाइनमा लागेका छन्। के न भेट्यौ भने जस्तो नन्दी बाबाको श्राप लागेको हो कि क्या हो भनेर पनि भन्न सकिन्छ। दबन्दै भगवान श्री शिव त्यहाँबाट उठ्नुभयो। म बसुन्जेल मेरा ससुराको गाली नसकिने रहेछ, ससुरा गाली गरिरहने, ज्वाइँले सुनिरहने, राम्रो देखिएन, म जानु पर्यो। ब्रह्माजीलाई भन्नुभयो बस्दै गर्नु ल, म आइहाल्छु भन्नुभयो। जुरुक्क उठेर भगवान शिव कैलाशतिर लाग्नुभयो। नन्दीलाई भन्नुभयो, नन्दी हिँड, हामी ज्वाइँ ससुराका बिचमा आउने काम छैन। तिमी जानी जानी हलुवामा बलुवा हुन मन नगर। जे जस्तो भयो मेरा ससुरा त्यस्तै छन्, उनले बोलेका जम्मै आशीर्वाद हुन् मलाई, नचाहिँदो बोलेका छैन। अब नाङ्गै धडङ्गै हिँड्ने नि हो, नाङ्गो भन्ने नाङ्गालाई नाङ्गो भने के गल्ती गरे? खरानी धसेकै छ, खरानी लाउने खरानी भने ठिकै छ। हड्डीका माला लाउँछु नि, मेरा परम भक्तहरूलाई लगेर मान्छेहरूले खोला किनारमा डढाउँछन्, सानो भए पनि त्यसको हड्डी उठाएर माला लगाइदिन पाए हुन्थ्यो। बाँचुन्जेल जीवनमा त्यसले मलाई जप्यो, आज त्यसका लागि मैले केही दिन सकिनँ भन्ने नै गरेको छ। मेरा प्राय प्राय भक्तहरू, भूत प्रेत गणहरू प्राय मेरा भक्त छन्। उनीहरू शमशान घाटमा बसेका छन् भने तिनीहरूका बीचमा पनि गएर मैले नाचिदिनु, रमाइदिनु पर्छ। जे भने ससुराले ठिकै भने, मलाई त्यसमा गुनासो छैन। तिमी धेरै बोल्ने होइन, हिँड अब जाने बेला भयो भन्नुभयो। नन्दीश्वरलाई लिएर भगवान शिव फर्किनु भयो। दक्ष प्रजापतिले ठुलो यज्ञ गर्ने उत्तंका गरे। बृहस्पति सब नाम गरेको यज्ञ गर्छु, यही सभाहरू हो। यही सभामा उपस्थित मेरा सम्पूर्ण भक्तगणहरू हो, देवताहरू हो, गन्धर्वहरू हो, किन्नरहरू हो, यक्षहरू हो, नाग नगिनीहरू हो, तिमीहरू सबैजना निमन्त्रित छौ है मेरो यज्ञमा। सिवाय यो शिवदेखि धुर्जटीदेखि बाहेकहरू सबैलाई म सभामा बोलाउन चाहन्छु भनेर भने। भगवती सतीलाई भेट्नुभयो भगवान शिवले गएर, तर तिम्रा बाले मलाई आज तथानाम भने भन्नुभयो। ससुरासँग कहिले काहीँ लड्का सर्कामा दोहोरो बोल्नु पनि पर्ने हुन सक्छ, तर ससुरासँग दोहोरो बोलियो, अलिकति मनमुटाव भयो भन्दैमा गएर श्रीमती कुट्न चाहिँ पाइँदैन। नीति त्यसो भन्छ। ससुरो आफ्नो विचारको हो, श्रीमती आफ्नो विचार। 300-350 वर्ष बित्यो त्यहाँदेखि पछाडि सन्त तुलसीदासजी महाराजले भन्नुभएको छ, त्यो सभा भएका समयदेखि 350 वर्ष पछाडि मात्रै दक्ष प्रजापतिले बृहस्पति सब नाम गरेको यज्ञ हरिद्वारमा लगाएको थियो। कनखल नाम गरेका ठाउँमा त्यो सभामा भगवान शिवलाई चाहिँ बोलाइएको थिएन। त्यो यज्ञमा शिवलाई नबोलाइकन यज्ञ सम्पादन गर्ने विचार गरेको थियो दक्षले। स्वर्गका देवी देवताहरू आफ्ना आफ्ना विमानमा चढेर गएको भगवती सतीले देख्नुभयो। भगवती सतीको पनि मन जान मन भयो, कहाँ गएका देवता हो भनेर सोद्धा बाबाले यज्ञ गर्दैछन्, यज्ञ हेर्न गएका, तिमीहरूलाई बोलाएको छैन कि क्या हो, किन नगएका भनेर।
भगवती सतीले आफ्नो पति परमेश्वर शिवलाई गएर भनिन्, प्रभु हजुरका ससुराका घरमा ठुलो यज्ञ हुँदैछ अरे, हजुर त पलेटी नै फुकाउनुहुन्न, बिहानदेखि ध्यानमा मात्रै बस्नु भएको छ, जाउँ न हामी पनि भने। भगवान शिव धेरै बेर त बोल्नु भएन, तर भगवती सतीले धेरै पल्ट प्रेरणा गर्दा, यदि जान्छौ भने तिमी जाऊ, म चाहिँ जान्छु, तिम्रा बाबाले मलाई मन दुखाएका छन्, त्यो हुनाले म जान्न, यदि गमिष्यत् यति हाय मधुवचो भद्रम भवत्यान ततो भविष्यति। तिम्रा बाबा कहाँ जान तिमीलाई रोक्दिन, तर तिमी पनि म चाहिँ जान्दछु, नजाऊ, तिम्रो पनि कल्याण हुनेवाला छैन, जसले मलाई चिनेन त्यसले तिमीलाई के चिन्छ र आदर गर्छ, नजाऊ देवी, यहीँ बसेर भजन गर्दा पनि भइहाल्छ नि भन्नुभयो। महान कालो व्यतीताय तयोरितम मामुने सोपात देहयो नामना प्रलोभित मुखाश्रिणु। धेरै समय व्यतीत भइसक्दा पनि ऋषि भनेको नष्ट भएको रहेनछ। भगवती सतीले विचार गर्नुभयो, पति नगए पनि मेरा पिताले गरेको यज्ञमा म चाहिँ जान्छु। विचार गर्नुभयो, मेरो यस्तो सिधा सज्जन स्वभाव भएको मेरो पतिदेव शान्त मुद्राले बस्ने, मेरा यस्ता सिधा सरल पतिलाई पनि मन दुखाउने काम गरेछन् हाम्रा बाले, ये चाहिँ गल्ती गरे भनेर सोधेर चाहिँ आउनु पर्यो। अर्को कुरो, आमाले खोज्छिन्, धेरैवटी छोरी छौं हामी, तर पनि म नजाउन्जेल मेरी आमाको मन शान्ति हुँदैन। आमा की प्यारी जेठी छोरी हुने गर्छ, बाबुको प्यारो कान्छो छोरो हुने गर्छ, शास्त्रले त्यसरी प्रतिपादन गरे। अनि कान्छी छोरी माइली छोरी चाहिँ प्यारी हुँदैनन् भन्दा हुन त हुन्छन्, तर जेठी छोरी जति प्यारी चाहिँ आमाका अरू छोरी हुँदैन। किन त्यति प्यारी भए त जेठी छोरी भन्दा, कुनै पराए घरमा बिहे गरेर दिएर पठाएका थिए बा आमाले, पराए घरमा गइयो, अहिले बसाएर सुख सुविधा घर आँगनमा दैलामा हाम्रा चोठा कोठामा पुग्यो त पहिले त पानी लिन जानु पर्दाखेरि बिहान 3 बजी उठेर गाग्रो डोका हालेर जानु पर्थ्यो। 1 घण्टा त पानी लिन जाने ठाउँमा पुग्न जंगलको बाटो हिँड्नु पर्यो। बिचरा नबी हाम्री आमा एक्लै जान डर लाग्यो, नौतन गाउँमा पानी भर्न जान यत्रो 1 घण्टाको बाटो राँको बालेर। यसो नन्द रानीलाई उठाउन, नन्द जो 2 जना बोल्दै भन्दा पर्दैन, मेरी छोरी सानै छ, घर गरी खाना आकी तँ जा। नन्दलाई उठाउन पनि दिन। अब श्रीमानलाई उठाउ भने धुम्बर धुस कुम्भकर्ण लडे जस्तो लडिरहेछ, त्यसलाई बोलाउन थाल्दाखेरि त पानी लिएर आइपुगिन्छ। राको बालेर जंगलको बाटो डराई आमा पानी लिन जान्थिन्, पानी लिएर आउँथिन्। 1-2 वर्षको अन्तरालमा जब छोरी जन्मी आमाकी, छोरी जन्मेपछि आमालाई खुसियाली भयो। अब 1-2 वर्ष मात्रै दुःख हो मलाई, यो छोरी 2 वर्षकी भएपछि त यिन छोरी जो पानी लिएर आउँ त न, म आमा छोरी बोल्दै बोल्दै भनेर आमाले छोरीको सहायता लिनुभयो। आमा छोरी बोल्दै बोल्दै जान्थे, पानी भरेर ल्याउँथे। यसो लोटा लडेको छ भने छोरी उठा उठा भन्दा ठुली छोरीले उठाइदिन्थे। खाना पाक्यो भने जा बाबालाई खाना खान बोला भन्दा गएर बोलाइदिन्थे। त्यो छोरीदेखि उँधो अरू जन्मेका भाइ बहिनीहरू रोए भने जा छोरी, त्यो कोक्रो हल्ला भन्दा हल्लाइदिन्थे। आमालाई घर खानमा ठुली छोरीले जुन सहायता गरी, त्यो आमाले जीवन लागि भरि बिर्सनुहुन्न। त्यही हुनाले आमा की प्यारी भई ठुली छोरी। अनि बाउको कान्छो छोरो प्यारो चाहिँ कसरी भयो भन्दा, 5 भाइ छोरा छन्। एउटा राजाका, ययाति नाम गरेका राजाका 5 भाइ छोरा छन्। श्रीमतीले गएर नाना थरीको पोल लगाएर ससुरालाई, तिम्रा ज्वाइँले अर्की ल्याए, तिम्रा ज्वाइँलाई 95 वर्षको बुढो बनाइदियो भनेर भने। छोरीका खुसीका लागि ससुरा बाबैले मेरा ज्वाइँको आयु 95 वर्ष भइहालो भनेर श्राप गर्दैछन्। हेर्दा हेर्दै टाउको थाम्न साह्रो पर्न थाल्यो, टाउको हल्लिन थाल्यो, राल काटिन थाल्यो। छेउमा बसेको मान्छे देखेर चिन्न छोडियो, तर पनि इच्छा र चाहनाहरू बलवत्तर छन्। के गरौँ
के गरौँ भनेर बोलाए ऋषि मुनिहरूलाई, आफ्ना गुरु पुरोहितहरूलाई बोलाएर सोधे, एकका एक यस्तो भयो, मलाई एक गुरु हो, के गरौँ? म फेरि नवयुवक हुन चाहन्छु, फेरि पनि मेरो भोग र विलासको कामना तृप्त भएको छैन भनेर सोद्धा त्यतिखेरका गुरुहरूले भनेछन्, यदि तपाईँलाई कसैले आफ्नो आयु दिन्छ भने तपाईँलाई त्यसको आयु 60 दिन सक्छौं, तपाईँलाई नवयुवक चाहिँ बनाउन सक्दैनौ भने। ए त्यसो त मेरा 5 भाइ छोरा छन्, एउटा न एउटा त दिइहाल्ला नि भनेर जेठो छोरालाई बोलाएर, है ठुले तेरो आयु दिए दे मलाई, मेरो आयु लिएर यो 95 वर्षको बुढो भएर तँ कुनामा बस भन्दा जेठा छोराले मुन्टो हल्लायो, बा अब त तिमी जंगलतिर जान्छ होला, म चाहिँ राज गर्न पाउँछु होला पो भन्दैछु, कहाँ दिन्छु भन्यो, दिएन। शराब गरिदिए जेठो छोरालाई, धिक्कार छ तँलाई, मेरो जेठो छोरो भएर जन्मिएर आज अलिकति आयु साट्न माग्दा पनि नदिने, कतिखेर बाउ मर्छ र अनि सिंहासनमा बस्नुला भनेर सोचेको रहेछस्। यो सिंहासनमा बस्नु त के, सिंहासन छोइस मात्रै भने तेरो टाउको 10 टुक्रा भएर फुटोस् भनेर श्राप। हेर्नुस् कहिले काहीँ दिशाका झ्वाकमा के पो भइरहेको छ। माइलो छोरालाई मागे, ठुल्लाले त दिएनन्, म पनि भन्यो, माइलो तर्क्यो। साइलालाई मागे, साइलाले पनि दिएन। काइलालाई मागे, काइलाले पनि दिएन। कान्छो छोरो त्यो 22-25 वर्षको कान्छालाई बोलाए, है कान्छा हेर, मलाई फेरि नवयुवक हुन मन लागेको छ, तेरा दाजुहरूले त मलाई निराश बनाए, तेरो आयु दिएन भन्दा एकछिन सोचेर दाजुहरूले पनि दिएनन्, मैले पनि दिन भने चित्त दुख्छ होला, बा तिम्रो लैजाऊ न त भनेछ कान्छाले। त्यही हुनाले गुरु पुरोहितहरूले मन्त्र तन्त्र गरेर पुरु नाम गरेको कान्छो छोरो थियो। त्यही कान्छा छोराको आयु चाहिँ बाबैलाई दिए। बाबैको जो 95 वर्षको आयु चाहिँ पुरुले लिएर कुनामा बस्यो। त्यही दिनदेखि बाहरूले रोज्दाखेरि कान्छो छोरो रोज्छन्। अहिले पनि कतै कतै घरको बाँडफाँड हुँदै गरेको ठाउँमा, अंशबन्डा हुँदै गरेको ठाउँमा पुग्नुभयो भने यसो कुरा मात्रै सुन्नु पर्छ कि बामा कोसँग चाहिँ बस्ने त भन्छन् सरपञ्चले। त्यतिखेर बाले अब यही कान्छो मरो सानो छ, यी त मरा अब ठुला बडा भइगयो, यही त होला नि भन्छन्। कान्छैलाई रोज्छन् बाले, किनभने भोलि आवश्यक परिहाल्यो भने आयु माग्दा पनि दिने चाहिँ कान्छो छोरो नै हो। त्यो हुनाले यसैलाई रोज्नु पर्छ। हुन त छोराहरूप्रति बाबा आमाको बराबरी नै माया ममता हुन्छ, तर कान्छो छोरो प्यारो हुनुको कारण चाहिँ त्यो रहेछ। आउनुहोस्, प्रसङ्ग मैले बाहिरबाट जोडेर भनेको हो। यथार्थमा शिव पुराणमा त्यो कुरो त छैन, तर पनि प्रसङ्ग त्यस्तै हो। भगवती सतीले भन्नुभयो, म नपुगेसम्म मेरी आमाको मन खुसी हुँदैन, त्यो हुनाले म जान्छु भन्नुभएको हुनाले प्रसङ्ग मिलाएको एउटा मधुर भक्ति भजन सुनौ, उपरान्त अगाडिको प्रसङ्गमा शम्भो काली शम्भो भगीरथ को गंगा प्रभु तुमने दी, सागर जी के पुत्रों को मुक्ति मिली। नीलकंठ महादेव हमें भरोसा, इच्छा तुम्हारे बिन कुछ भी न होता। हे भोले शंभु पधारो, हे गौरी शंकर पधारो, कृष्ण रोकावा आओ भस्म रमिया सबके अच के यहाँ आओ भस्म रमिया सबके अच के यहाँ। हे नंदी की सौगंध तुम्हें पास पाके रास्ता, बुझने न देना दिया मेरे विश्वास का। पूरी याद न हुए मन का
आना, फिर भी बंद होगा तेरा आना। भोलेनाथ पधारो, हे उमानाथ पधारो, तुम तारा जहां। आओ महासन्यासी अब तो आ जाओ ना, आओ महासन्यासी अब तो आ जाओ ना। हे भोले बोले उमापति महादेव की जय हो। देवाधिदेव महादेव की, शिव महापुराण की।